मम्मी हामी मनोहरमा बारी हेर्न जाने भन्नुभएको होइन? राम राम। अनुष्कालाई चाहिँ मनोहरामा बाढी हेर्न जानु पर्यो अरे कि यो भिडियोहरू चाहिँ दसैँले गर्दा मैले मिनी भ्लगहरू चाहिँ राम्रोसँग एडिट गरेर राख्न पाएको छैन। यो चाहिँ काठमाडौँमा अस्ति ठुलो बाढी आएको थियो नि, त्यो दिन रातिको भिडियो हो कि। अनुष्काको बाबाले चाहिँ मलाई जानुभएको थियो हेर्नको लागि, अनि मलाई चाहिँ भिडियोहरू खिचेर ल्याइदिनु भएको रहेछ कि तिमीहरू राख्छौ नि त भनेर होइन। राति त्यस्तो बाढी थियो, अनि बिहानै पनि हामी बाढी हेर्न जाऊँ न त भनेर मम्मी बुवा म अनुष्काको बाबा गएको थियौँ है। बाढी राति त्यत्रो बाढी बढेको सट्ट भरिदिइसकेछ कि रातभरि ठुलो बाढी आउने भन्ने चिन्ता थियो नि त है। तपाईँहरूकोतिर चाहिँ कस्तो कस्तो क्षति भयो, असर भयो त्यो पनि देख्नु होला। हाम्रो पेप्सीकुलातिर चाहिँ खासै त्यसको क्षतिहरू असरहरू चाहिँ देखिएको छैन है। अब यो दसैँ पनि सकिन लाग्यो नि त। अनि दिउँसो नानीहरूले पनि भने हामीलाई मनोहरातिर लिएर जानु न मम्मी भनेर भने कि है। अनि उनीहरूलाई चाहिँ मैले भने ल तिमीहरू जाने भए जाऊ, तर तिमीहरूको लागि चाहिँ अहिले ट्रेन्डिङ भिडियो छ नि त आइसक्रिम खाउँगी भन्ने, त्यसमा बनाउन भनेको। त्यसमा बनाउने हो भने त तपाईँहरूले मलाई आइसक्रिम किनिदिनुपर्छ भनेको। मैले घरबाट टन्न यिनीहरूलाई ललिपप चक्लेटहरू दिएर आएको। त्यो पनि होइन, हामी बाटोभरि डान्स प्र्याक्टिस गर्दै गयो कि हेर्नु हामी डान्स प्र्याक्टिस गर्दैछौँ, अब हामीलाई आइसक्रिम नकिनिकन चाहिँ हामी गर्दैनौँ भनेको। होइन तिमीलाई गुलिया खाँदा बोर भयो भनेर चाइनिज रोल किनिदियो कि। चाइनिज रोल किनेर पनि भएन कि। पुरै काठमाडौँको बाटो चाहिँ एकदमै सुनसान थियो है। मनोहराको पिङमा चाहिँ हामीले पाल्न नै पाएनौँ कि। त्यहाँ अघि देख्नु भने भाइहरूले कति मचेर चचौँ गरेर पिङ खेलिरहेको थिएँ। अनि त्यसपछि हामीहरू यता नागेश्वर मन्दिर अगाडि आयौँ कि। अनि मैले भने तिमीहरूलाई ल पिङ खेल्नुपर्छ, दसैँमा चाहिँ भुइँ छोड्नुपर्छ भने। अस्ति टिकाको दिन चाहिँ अब खेलिएन है, यताउता टिका लाउनुतिर कुद्यो। अब हिँड भनेर लिएर गएको थिएँ, अनि त्यहाँ चाहिँ पालो केटाकेटीहरूले पिङ खेल्यो कि। यिनीहरूले कति साह्रो मचिन जानेनन् भन्ने कुरा चाहिँ देखिहाल्नु होला। त्यसपछि मैले यिनीहरूलाई चाहिँ 1 किलोको आइसक्रिम किनिदिएँ कि। लभ 21 भनिला चाहिँ मेरो फेभरेट हो। हाम्रो चाहिँ कुरा मिलिरहेको थिएन क्या फ्लेभरमा, लास्टमा त्यहाँ मिल्यो। अनि यिनीहरूले चाहिँ यो अमेरिकन ड्रिङ्कहरू चाखौँ न भनेर भने कि। अनि त चाखेँ। यहीँ अगाडि हामीले चाहिँ जेन्जी होटल पनि देख्यौँ। त्यसपछि हामीहरू घर गयौँ होइन। त्यसपछि अब आइसक्रिम चाहिँ ल भाग लगाउनु पऱ्यो नि त है। यिनीहरूले चाहिँ टिकटक बनाउने भनेर भनेका छन् भनेर मैले चाहिँ अब आइसक्रिम खाँदै भिडियो बनाउने भनेर चाहिँ भिडियो बनाउन लागिरहेको गर्दैछु कि। सबैभन्दा पहिले चाहिँ मेरो सानो भान्जालाई दिएँ, त्यसपछि अनुष्कालाई दिएको नखाने अरे। अनि मैले तिमीहरूलाई निमिसा खाऊ भने होइन, निमिसालाई पनि चिसोको एलर्जी छ, अरू बेला खाँदिनँ, अहिले चाहिँ दिएँ कि। अनि उसले पनि खाएन। अनि मैले अनुष्कालाई दिन्छु मान्दिनँ, अनि मैले बुवा मम्मी को हुनुहुन्छ घरमा सबैजनालाई देऊ भन्दै दिएँ क्या। लास्टमा हामी 4 जनाले चाहिँ चेस गरेको। अनुष्काले चाहिँ झन्डै मेरो खाइदिएको। अनि अनुष्कालाई चाहिँ जति आइसक्रिम दिए पनि लास्टमा मैले यसरी टुक्रा भाँचेर दिएन भने चाहिँ उसले खुसी नै हुँदैन कि। तर अब भिडियो बनाउने भनेको त्यो भिडियो बनाउने बेला पाहुना आएर भिडियो बनाउनु पाइएन।